skill our students, skill and make awareness of our career, our student to know what is the available, what is his interest, what is her interest, and bring that interest into reality. And a lot of money they're spending, the government spending for the education, providing as a government school, free education. Okay, clap for all. आजकल को गाको गाउँ बस्तीमा त्यसरी भन्छ त्यसरी हिँड्छ तर तपाईहरुले त्यसलाई कसरी डिल गर्नुपर्छ तर तपाईहरुले त्यसलाई डिल गर्ने तरिका के हो तपाईहरुले त्यसरी आन्सर गर्यो भने त्यो जुन चाहिँ क्वेशन गर्दैछ क्वेशनर्स र आन्सर गर्ने मान्छेकोमा के छ डिफरेन्स के डिफरेन्स भयो भएन दैट मिन्स तपाईहरुले सानो एउटा बिङ अ स्टुडेन्ट एउटा जब तपाईहरु ड्रेस लगाएर एउटा युनिफर्म लगाएर स्कुल आउनुहुन्छ तपाईहरु त्यो टाइममा हमेशा के हुनुपर्छ पोजिटिभ मात्रै हुनुपर्छ अनि नयाँ नयाँ आफूभन्दा एल्डरले भनेको कुरा सुन्नुपर्छ टिचर्सले भने यहाँ चाहिँ स्कुलमा गभर्नमेन्ट स्कुलमा के हुन्छ वेल क्वालिफाइड टिचर आउँछ प्राइभेट स्कुलमा हुँदैन त्यतिको वेल क्वालिफाइड टिचर्स यहाँ चाहिँ कुरा बिकज दे हेभ टु तपाईहरु डोन्ट थिंक कि वान जब वान फ्यामिली आएर पढाउँदैछ कसैले त्यतिकै फोकटे जब दिएर आएर पढाउँदैछ त्यस्तो चाहिँ होइन बिकज हाम्रो गभर्नमेन्ट स्कुलमा पिजिटी टिचर एउटा पिजिटीको लागि थाउजन्ड्स अफ कम्पिटिसन हुन्छ अमङ द्याम चाहिँ उनीहरूले के गरेको हुन्छ पास गरेर आएको हुन्छ भनेपछि एउटा कम्पिटिटिभ वर्ल्डमा बसेर आएको हुन्छ नि त द्याट मिन्स तपाईहरु कति क्वालिफाइड टिचर बन्नु न ओके सिट डाउन एन्ड व्हाट मोटिभेट्स मी तपाईलाई के कुराले मोटिभेट गर्छ भन्नुस् त तपाईलाई व्हाट मोटिभेट्स यु ला ला भन्नु पछाडी केको टेन्सन हो यो आफ्नै बारेमा सोच्दैछु तिमीहरुलाई के कुराले मोटिभेट हुन्छ इन्स्पिरेसन इन्स्पिरेसन मोटिभेट के कुरा एउटा चिजले हुन्छ नि आफूलाई मोटिभेट गर्छ आफ्नो लाइफलाई अझै ठुलो अझै हुन्छ नि अझै हाई लेभलसम्म सोच्नुको लागि म यो गर्छु त्यो गर्छु एउटा कुराले आफूलाई एउटा इन्सान भएपछि त्यसलाई पनि मोटिभेट गर्छ त्यस्तो प्रकारले तपाईलाई चाहिँ केही कुराले मोटिभेट गर्छ आमा बाबाको एप्रिसिएसनले वाट किप्स माई क्युरियोसिटी तपाईलाई के कुराहरुको क्युरियोसिटी के कुरा जान्नु पुरा इच्छा लाग्छ What's the personal traits? तपाईँको traits के हो? Traits भनेको के हो? Traits भनेको skill. तपाईँको skill के छ? What's your skill? सुन न उसको skill के छ? भन्नुस् त. Don't do that. Don't do that. Maybe gamer. Okay. And then तपाईँको characteristics कस्तो छ बहिनी? Trait style अब भन्नु. तपाईँको character कस्तो हुन्छ? तपाईँको characteristics कस्तो छ? Jolly nature, discipline, अब साइलेन्ट बस्ने पिसफुल बस्नु रुचाउने कस्तो खालको क्यारेक्टर भएको छ तपाईको नेम के हो कृतिका What do I value? What do you value? Topic. Yes. What do you value? ये कुरालाई सबसे बेसी भ्याल्यु दिनुहुन्छ लाइफमा टाइम ओके सिट डाउन एन्ड व्हाट न्यू वाट क्यान आई डेभलप तपाईलाई आफूमा के कुरा डेभलपमेन्ट ल्याउनु पर्ने छ यो कुरा चाहिँ मैले आफूलाई डेभलप गर्नु पर्ने छ भन्ने With the due permission of our Vice Principal, I, Gurmeet Guru, Literature Prefect, on behalf of entire PM Shri Chandralal Sharma Government Senior Secondary Sudarshan School, thank resource person funded by Samagra Shiksha Education Department, Government of Sikkim, Ma'am Jyoti Khate and Ma'am Sangeeta Sapota for their fruitful session on career counseling. We students are truly enlightened and grateful for this productive session. Thus, we wholeheartedly express our gratitude for this opportunity. Thank you. Hello everyone, my name is Chunkila Bhutia, studying in 12th standard. So today basically we had free career guiding counseling which was organized by the Rongla in collaboration of Samagra Shiksha Education Department, Government of Sikkim. So basically this free career guiding counseling was done through the mobile app which was which takes 1 hour.
And so basically we had like 3 tests. The first was like my career interest, second like my career aptitude, and third discover 74 talents and strength. So basically what I learned from this like free career counseling test is that I get to know my strength, I get to know that my goals should be fixed, and I get to know that after 12 what path I should take for my goal. And basically so this free career counseling guidance helped me a lot to know about my strength and my clear view on my goals. So we had like psychometric test. The first was my career interest. So in the first one I get to know about the various jobs like related, like there was like many different fields. Some were related with the banks and some were related with the administrative level. So in that test I get to know that different jobs, how can I apply for that, and what are the basic benefits that I can get from that job. And the second test was the my career aptitude. So on that test I get to know I get a lots of like logical questioning. So I get to know that I used my brain a lot, and there was like more logical questioning, so my brain got exercised a lot. And the third one was discover 74 talent and strength. So in that website I get to know my strength, and I get to know my potential. So I would like to thank Rangila and in collaboration of Samagra Shiksha Education Department, Government of Sikkim for organizing this free career counseling for our career. Hey, good afternoon. Please introduce yourself. Good afternoon. My name is Sumina Gurung. I'm from Government Model Senior Secondary School. I'm reading in class 10. Okay, Sumina Gurung, right? Yes, ma'am. Okay. You just completed your assessment test, right? Yes, ma'am. Can you please tell your experience while doing test and program? के भन्छ एसेसमेन्ट त धेरै राम्रो थियो मलाई धेरै एक्सपिरियन्स पनि भयो कि मान्छेहरूलाई अब मेरै साथीहरूलाई पनि काउन्सिल गाइडेन्सहरू चाहिन्छ अहिलेको जेनेरेसनमा यो गाइडेन्सहरू छैन भने अब हामीहरूलाई याद हुँदैन कि हामीले के गर्दाखेरि राइट हुन्छ के गर्दाखेरि रङ हुन्छ भनेर र यो काउन्सिलले धेरै हेल्पफुल पनि हुन्छ मानिसहरूलाई फ्युचरमा गएर के बनिने के हुन सक्छ आफ्नो एम पनि राखेको हुन्छ हामीहरूले तर हामीलाई चाहिँ कुन चाहिँ अप्सन चाहिँ चुज गर्नुपर्ने त्यो अप्सन चाहिँ याद हुँदैन हामीहरूलाई ओके तपाईले अघि अब भर्खरै टेस्ट कम्प्लिट गरिसक्नु भयो नि त हैन अनि त्यसमा चाहिँ 3टा टेस्ट थियो फर्स्टमा तपाईले इन्ट्रेस्टको गर्नुभयो माइ करियर इन्ट्रेस्ट त्यसमा चाहिँ अब तपाईले आफ्नो इन्ट्रेस्टको बारेमा याद पाउनु भयो नि हैन त्यो कस्तो लाग्यो त्यो टेस्ट गरेर त्यो टेस्ट गरेर चाहिँ अब आफूलाई जे इन्ट्रेस्ट थियो त्यो इन्ट्रेस्टहरू पनि अब अझै बढेर गयो अझै अब के भन्छ इन्ट्रेस्ट धेरै कम्ती नै थियो यो हुन्छु भनेर तर जुन चाहिँ टेस्ट गरे अब त्यसमा त्यो टेस्टहरू गर्दाखेरि चाहिँ आफूलाई नै अब मैले चाहिँ मेरो इन्ट्रेस्टहरू चाहिँ अझै बढाउनु पर्ने रहेछ खालको फिल भयो ए तपाईलाई यो प्रोग्राम हामी यहाँ आएर स्कुलमा अब कन्डक्ट गरे नि हैन अघि म्यामहरुले अन्त म तपाईलाई अब काउन्सिलिङ अनि गाइडेन्स भनेको के हो अनि यसको इम्पोर्टेन्सहरु के हुन्छ फ्युचरमा के हो अनि कसरी निडेड छ भनेर हामीले भने नि हैन अघि अन्त यस्तो प्रोग्राम चाहिँ फेरि हुनु तपाईलाई जरुरी छ कि छैन यो यस्तो खालको प्रोग्राम चाहिँ अब जुन चाहिँ स्कुलमा चाहिँ काउन्सिलिङहरु धेरै कम्ती हुन्छ जुन चाहिँ प्लेसमा चाहिँ धेरै कम्ती हुन्छ त्यहाँतिर चाहिँ गएर गरे भने चाहिँ धेरै राम्रो हुन्छ भनेर अहिले हामीले अघि पनि क्लासमा हेरे नि हैन त्यो अब 2टा स्टुडेन्टले ड्रप आउट भएको थियो हैन अन्त त्यो चाहिँ के कारणले काउन्सिलिङ नपाएर हो कि या के कारणले गर्दा फेरि ड्रप आउट भएको जस्तो लाग्छ अनि उनीहरुलाई यस्तो प्रोग्रामहरु अब काउन्सिलिङ गाइडेन्सहरु उनीहरुलाई निडेड छ कि छैन उनीहरुलाई त्यो ड्रप आउटहरु चाहिँ सायद काउन्सिलिङ नपुगेर नै भएको होला सायद काउन्सिलिङ भएरै पनि फ्यामिलीहरुले त काउन्सिल दिइबस्नुहुन्छ तर उनीहरुले नबुझेर ड्रप आउट गरेको होला तर त्यस्तो मान्छेहरुलाई चाहिँ काउन्सिलिङ चाहिँ दिइबसेकै राम्रो ओके त अब लास्ट क्वेशन सोध्छु ल तपाई नि अब यस्तो प्रोग्राम हाम्रो सर्भिस हुन्छ नि क्यारियर गाइडेन्स अनि काउन्सिलिङको सर्भिस चाहिँ तपाईको फ्रेन्डलाई पनि दिनु या उसले लिनु जरुरी छ कि छैन दिनु जरुरी छ दिनु पनि जरुरी छ किन अलिकति बताउनुहोस् न कि अब उनीहरुलाई पनि याद हुँदैन नि कुन चाहिँ अप्सनहरु चाहिँ राइट हुन्छ भनेर अब तपाईहरुले हेल्प गर्नुभयो भने उनीहरुलाई अब धेरै कन्फिडेन्ट हुन्छ यो अप्सन चाहिँ राइट हो भनेर ओके थ्यांक यू